बम्बई गएर के भाँडा धस्काएर आएको थियो गाउँै हाँक्ने चाहिँ फुर्ती गर्छ बिना स्वादे काँडी। यो धोद्रो मुडो चाहिँ केलाई बोकेको? मादल बनाउनु परेन? मादल बनाउनु परेन? तेरा त घरभरि मादल बाहेकहरू केही देख्थिन त म। है है अनि तिमी जस्तो एउटै मादल बजाउनलाई? अब मैले भनेको सुन्दै सुन्दिनँ टेर्दै टेर्दिनँ भन्छस् भने मैले चाहिँ के गर्नु? यहाँ आम फालेर मर्दिनु? बात त सही है। आम फालम त मर। तिम्रो सिनो खाइकन मेरा माछा मोटायो भने नि मलाई राम्रै पैसा आम्दानी हुन्थ्यो कि। अब मादल बजाउनु परेन? घरतिर जान लाग्यो। मादल दिउँसै? आजकल त दिउँसै राति पर्छ। होइन, यति चाँडै मादल तयार भइसक्यो त? भएको छैन। अब घर गइन्छ मजाले खरी तसिन्छ तातिहाल्छ त्यसपछि त ड्याम ड्याम बजाउने हो गाउँै थर्किने गरी। ए कान्छा सुन त म पनि आऊ।